हेलो गाइज नमस्ते एन्ड कोनिचिवा वेलकम टु ब्याक माई अनदर भिडियो। मेरो चाहिँ भिडियोहरू एकदम सुस्त आउँछ तर कडा आउँछ। यो नगएको लगभग 39 डिग्रीको गर्मीसँगै आजको मेरो भिडियो सुरु हुन्छ। आजको हाम्रो विशेष प्लान भनेको चाहिँ के हो भन्नु होला भने बारबेक्यू पार्टी केटाहरूसँग 5-7 जना हामी टक्क छौँ। 2टा गाडी लिएर आएर यस्तो फ्री पार्किङको गाडी टक्क लाएर होइन पार्किङ गरेर अब मासु पोल्ने कार्यक्रम हुन्छ। केटाहरू चाहिँ पौडी सौडी खेल्न स्टार्ट गरिसके होइन, किनभने म पनि जानुपर्ने हुन्छ। मलाई पनि लास्ट गर्मी भएको छ होइन, छोड्ने कुरा त हुँदैन त्यत्तिकै तर झमझुम हाम फालिहाल्नुपर्छ केटा। एकछिन पछि भिडियो बनाउँछु म, एकछिन हेर्दै गर्नु होला है त। देख्न सक्नुहुन्छ होइन, केटाहरूले चाहिँ यहाँ पौडी खेल्न स्टार्ट गरिसके होइन। नगएको मिनो ब्रिजमा केटाहरू अहिले पुलबाट पनि हाम फाल्छन्, किनभने 9% जुस पनि चढाइसकेको अवस्था छ होइन। देख्न सक्नुहुन्छ यस्तो बिजोक रमाइलो छ। मलाई चाहिँ अलिकति झमलो हुन्छ, टाउको दुख्छ भनेर म चाहिँ गएन। केटाहरू चाहिँ म तपाईँहरूलाई यहाँ उनी गरेर देखाइदिन्छु कि हेर्नु नै यस्तो गरेर भइसक्यो त। अनि केटाहरूको सुरु भइसक्यो। ओ केटाहरू डुब्लास है, डुब्लास राम्रो छ खेलमुलाहरू। गर्मी चाहिँ लास्ट छ केटा हो, गर्मी चाहिँ लास्ट है। यो बालुवामा त के अरे खाली खुट्टा त टेक्न नसकिने रातभरिको निन्द्रा देख्न सक्नुहुन्छ। बोक्लाएर अब चाकसाक होइन चाउ खानुपर्छ। अब चाहिँ सुपा जानुपर्छ केटा हो, मासु किनेर ल्याउनुपर्छ, पोल्टर खानुपर्छ, त्यसपछि फेरि भिडियो बनाउनुपर्छ है केटा हो। त्यसको हाम्रो चाहिँ अब देख्न सक्नुहुन्छ प्रोग्राम सुरु हुन लागिसक्यो होइन। यो पहिलाको चाहिँ 1 वर्ष अगाडिको चाहिँ कोइलो के बु भकेर हिँड्छ, डढाकेर हिँड्छ होइन। अब जालीहरू पनि यस्तो चाहिँ खिया लागिसकेको अवस्थाहरू रहेछ। यसलाई चाहिँ कसरी धुन सकिन्छ होला त गाइज होइन। यसलाई चाहिँ एकचोटि धोइ पखाली गएर लिएर आएर पानीमा टक्क लाएर फेरि नयाँ युज गर्नुपर्ने हुन्छ। अब यहाँ स्टार्ट हुँदैछ खतरा किसिमको कार्यक्रम। गाउँमा चाहिँ यो कुखुरा भैँसी राँगा खसी काटेर मासु भाग लगाएको जस्तो चाहिँ यहाँ हाम्रो साथीहरूले चाहिँ केही विशेष कार्यक्रमहरू गर्न सुरु गर्दै हुनुहुन्छ। यतापट्टि देख्नुहुन्छ त्यहाँबाट सामान झिकेर यताबाट चाहिँ टक्क लाएर चाहिँ अब यता गरेर होइन। अनि यो चाहिँ यो चुलो कहाँ गयो, रन्डी चुलो कहाँ गयो? यो चुलोमा चाहिँ हामी पोल्छौँ है त गाइजहरू। देख्न सक्नुहुन्छ केटाहरू लगभग तम तयारी अवस्थामा देखिसकेका छन्। टेन्ट सेन्ट टाँगिसके, यतातिर कोही कस्तो अवस्थामा छन् उता देखिसक्यो। अब चाहिँ टक्क हामी सुरु गर्छौँ है त केटा हो। त्यहाँ पनि देखाइदिउँ है लगाइ होइन। फाइनल्ली हाम्रो चाहिँ स्टार्ट भइसकेको छ आजको विशेष कार्यक्रम चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। तर घाम चाहिँ लास्ट सर्को छ, हामी रातभरि बस्ने हो। तर केटाहरूले चाहिँ सबै बाघै बाघ भयो होइन। मासु खाना चाहिँ एकदमै धेरै हतार भएको हुनाले चाहिँ अब चाहिँ मासु पोल्ने कार्यक्रम चाहिँ सुरु हुनु लागिरहेको छ। केटाहरूले 9% चाहिँ हुन्छ नि जुस पनि चढाइसकेका छन्। अब चाहिँ भिडियो गरिएला जस्तो मलाई लाग्दैन, त्यो भएर राम्रोसँग हेर्नु होला, लोकेसन हेर्नुहोस्। तर बवाल छ है, बवाल छ हेर्नुहोस्। यताबाट देख्न सक्नुहुन्छ केटाहरू अझै पौडी पनि खेल्दैछन्, बल पनि खेल्दैछन्। त्यो खोला भिडियोमा हेर्दा मात्रै साँग्रो देखियो, यस्तो फराकिलो र गहिरो छ होइन। यतापट्टि देख्न सक्नुहुन्छ एउटा स्पेनिस ग्रुप पनि छ हामीसँग होइन, रमाइलो गरिरहेछन्। यतापट्टि न्युजिन जोडीहरूले चाहिँ एउटा हेर्नै नसक्ने चाहिँ दृश्य गरेको थियो। कहाँनिर हो यो गइसकेछन्, तर खतरा दृश्य हेर्नै नसकिने कडा देख्न सक्नुहुन्छ। हाम्रो केटाहरूले चाहिँ यहाँ आश्चर्य कामहरू गरिसके, केटाहरूले चाहिँ पोलिसके, खाइसके, बनाइसके, ल्याम्प दिइसके। त्यही भएर मैले पनि अब कस्तो भएको छ टेस्ट राइड गर्नको लागि चाहिँ एउटा स्यास लिइरहेको छु। ल पहिलो बाइट बवाल छ है गाई, बवाल।
छ्याप भिडियो हाल्नु लागेको इङ्ग्लिस नबोल है इङ्ग्लिस त चाहिन्छ देख्न सक्नुहुन्छ गाइस यो चाहिँ गिफुको बिहानको भ्यू हो होइन भ्यू चाहिँ लास्टै राम्रो छ अघि चाहिँ मैले के भन्दा थिएँ भने अब यस्तो उकालो चढिसकेपछि खासै भ्यू छैन होला होइन राम्रो छैन होला सकेसम्म नजाऊँ भनेको होइन तर नआएको भए एउटा सिनै छुट्ने रहेछ त अनि देख्न सक्नुहुन्छ पछाडि हेर्नुहोस् त बवाल छ नि त यो चाहिँ गिफुको दृश्य है गाइस खतरा छ बवाल छ हो बवाल नमस्कार दर्शकबिन यति बेला ठ्याक्कै ज्यान भन्नुपर्दा चाहिँ नागोयाको क्यासलमा छ देख्न सक्नुहुन्छ मनोरम दृश्य तर थाकेको अनुहारहरूलाई अब कहाँबाट छिर्ने के खाने कहाँ जाने हामीसँग कुनै गन्तव्य नै छैन माझी काम हो थोरै का म हे वा तपाईँहरू देख्न सक्नुहुन्छ यता पछाडिको भ्यू म त यता पछाडि पनि गएर देखाइदिन्छु खतरा भ्यू रहेछ यस्तो त म त भ्लगर भइसक्यो त अब अनि हेर्नुहोस् पछाडिको भ्यू कस्तो बवाल छ भन्ने कुरा होइन यस्तो घुम्दै ल्याउँदै यस्तो गरेर फेरि हात तोरी देखिन्छ क्या फेरि खत्तम भयो नि गाइज यार देख्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ नागोयाको क्यासल ठिकै अगाडि टिकट काट्ने ठाउँ रहेछ होइन त्यसपछि जापानिजहरू चाहिँ यहाँ जाँदैछन् होइन देख्न सक्नुहुन्छ यो इरिगुची टिप्पो किन्ने ठाउँ यो त्यसपछि यहाँबाट चाहिँ भित्र छिर्ने है त देख्न सक्नुहुन्छ यो यस्तो गरेको चाहिँ नागोया क्यासल हो है त दुईवटा हलगल छ अघि नै नामै देख्दै यो त बर्थडे पार्टी हो त्यही भएर मिठो किन भयो होला भन्दा बर्थडे पार्टी रहेछ त्यही भएर त मिठो भयो